हामी किमा नुडल्स लिएर आएको छौँ। यो चाहिँ हामीले आफ्नो आइडियाले बनाएको होइन। अनि कसरी बनाउँछ थाहा भएन, हामीले चाहिँ यसरी बनाएको छौँ किमा नुडल्स। किमा चाहिँ हाम्रो राम्रो गरिएन। अनि यहाँ चाहिँ किमा छ, यो भइहाल्यो थुक्पा, त्यहाँदेखि डल्स, त्यहाँदेखि क्युकम्बर। माइ गॉड, डल्स भनेको चाहिँ डल्ले खोर्सानी भनेको क्या। वाउ माइ गॉड, काँटै छैन यार। यस्तो हातले खानु नि, फर्स्ट बाइट ल। हातले खाँदा के हुन्छ? त्यसै पनि म आफ्नो हातले बनाएर खाएको मनपर्छ। ए निम्बु त यहाँ मुनि पसेको रहेछ, काँटाले त बर्बाद भयो त। माइन्ड नगर्नुहोस् ल गाइस, यी काँटा अब अर्ग्यानिक काँटा। जेना श्रेष्ठले यस्तै खानु पर्यो अर्ग्यानिक काँटाले। हेर्नु है साथीहरू, वाउ। यस्तो मिठो भएको छ। ल हातले खायो भनेर चाहिँ नकराउनु फेरि, कराउने पनि को पो होला। कस्तो भयो? दामी दामी है। किमा नुडल्स यस्तो मिठो हुन्छ भनेर चाहिँ मैले सोचेको पनि थिइनँ। युट्युबमा एकजनाको रेसिपी हेरेर चाहिँ बनाएको हो। अब काँटा नभएको कारणले गर्दा चाहिँ हामी यसरी बिजोग भएको हो, माइन्ड नगर्नु होला गाइजहरू। हामी गोर्खालीहरू यसरी खान्छौँ। यस्तो मजा आयो। वाउ, रेसिपी नि खतरा थियो है यसको है, किमा नुडल्सको। हेर्दै खाउँ खाउँ लाग्ने। यस्तो आनन्दले खाएर छ। निम्बुको चाहिँ बोक्रामा हो मात्रै। हामी पिरो खाँदैनौँ र चाहिँ त्यस्तो पिरो हाल्न चाहिँ पाएन। डल्स त छोड्नु भएन नि होइन।
उम्,